एउटा वाक्यमा दुईटा कुराप्रति आपत्ति छ। एउटा बाबा अनि अर्को यसरी बस्न सक्दैन। हाम्रो बेबी छैन डियर, त्यसैले आइ एम नट योर बाबा। त्यही नै तिम्रो बाबा, तिम्रो बाउ, मेरो ससुरा बाउलाई भन। आम यो खोइ कुरा बुझा खोइ। डिस्गस्टिङ। म सधैँ तिम्रो आमाको बहिनीको नोकर भएर बस्न सक्दिनँ ल। भाउजू भाउजू मेरो बेटी खोइ। हस् नानी ल्याइदिइहाले। सुरु भयो अर्डर। बुहारी ए बुहारी। फेरि सुरु भयो। हजुर आमा मेरो तातो पानी खोइ। ल्याए आमा, मलाई अफिस आन्टीलाई भइसक्यो, तातो पानी दिनु न ल। तातो पानी किन तताउनु पर्यो त डियर? लगेर दिए भइहाल्यो। चिसो पानी पो तताउनु पर्यो। नतताउँदा नि तातो हुन्छ। त्यसो भए चिसो पानी तताउनु भन न त। त्यही पनि अफिस काम गरिरहेको छु, सक्दिनँ म। तपाईँको चाहिँ अफिस अनि हाम्रो चाहिँ के? नानी चिया खान उठ्नु न। नानी नानी उठ्नु न, चिया ल्याइसक्यो कि। साँच्ची भाउजू आज खाना चाँडो बनाउनु ल, 10:30 छ। नानी यहाँ सुन्नु न, आज खाना तपाईँले बनाउनु पर्छ होला। म आज चाँडै अफिस जानुपर्ने, हिँड्न लागेको म। हे भाउजू बिहान बिहान खाना बनाएर बस्छु नि म। बिहान बिहान बुढा पर्ने। आमा यो पानी। बुहारी आज एकादशी, घरमा माछा मासु नपकाउनु नि। हस् आमा। आमा आज मैले चाँडो अफिस जान्छु नि है। अनि भान्साको काम नानीले पकाउनुहुन्छ नि। घरमा भाउजू हुँदा हुँदै त्यसले काम गर्छ, खुरुक्क पकाएर जाऊ। के भयो डियरलाई? खोइ डियर होइन, तिम्रो बहिनीले घरमा अलिअलि काम सघाउन नहुने? हुन त हुने हो, तर के गर्दिन। घरमा नोकरी छोइछु अनि के त? गुड मर्निङ दादा। गुड मर्निङ नानी। दादा आज साथीको बर्थडे छ, 1000 रुपियाँ दिनुहोस् न प्लिज। हस्। थ्याङ्क यू दादा। फोन आएछ। ला अफिसबाट फोन। हेलो गुड मर्निङ सर। मर्निङ अनिताजी, के हो तपाईँको पारा? झन् आज अफिस चाँडो आउनु भनेको होइन? होइन सर, म बाटोमा आउँदैछु। ल ल झट्ट गर्नुहोस्। हस् बाबा बाबा मलाई एकदमै ढिला भयो कि, म जान्छु नि प्लिज। खाना बनाउनु पर्दैन। आमालाई के भनेर बनाउनु न प्लिज। ल ल। बाबा आज मलाई अफिस जान ढिला भइसक्यो, ट्याक्सीमा जान्छु, 500 प्लिज। ला 1100 मात्र थियो, 1000 बहिनीलाई हालिङ, अब त 100 मात्र बाँकी छ। आमालाई माग न प्लिज। डिस्कस्टिङ। के म श्रीमान हुँदा हुँदै आमासँग पैसा माग्छु त? तिमीलाई थाहा छ त, मेरो पुरा स्यालेरी आमालाई ल्याएर दिन्छु, अनि आमासँग माग्दा के भयो त? तिम्रो मलाई चाहिँ दिन हुने, मलाई चाहिँ छैन होइन। बाबु ए बाबु। हजुर। तेरो स्वास्नीले खाना नपकाइकन गएछ होइन? ठिकै छ, यही बुढो हड्डी घोटाउला। भाउजूले पकाएको भए पो हुन्थ्यो। वाह खाना नपकाएको है।
तेरो दाइ अफिसमै खान्छु भनेर गयो अनि मैले एक पाकेट चाउचाउ ल्याएँ पकाएँ खाएँ। अनि मसे के खान त सबै तपाईँले गर्दा हो कि बुवाले तल आएर सुन पर्यो नि। पक भरे आओस् मैले जान्दछु। बुहारी के हो तिम्रो पारा? मैले बिहान तिमीलाई खाना पकाएर जाऊ भने हो कि होइन? होइन आमा, आज अफिस चाँडै बोलाएको थियो त्यही भएर हो। त्यो त मैले बुझेँ। खाना पकाएर जाऊ भनेपछि खाना पकाएर जानु पर्छ कि पर्दैन? माइतबाट सिकाए भए पो थाहा हुन्थ्यो त। फेरि मेरो माइतीको कुरा चाहिँ कहाँबाट आयो नि? ठिकै त भन्दैछु। तेरो बाबुआमाले सिकाएको भए पो गर्छस् त। आमा, मेरो माइतीलाई चाहिँ गाली गर्नु भयो। तपाईँले आफ्नो छोरीलाई के सिकाउनु भएको छ र? आज एक दिन मैले खाना नपकाउँदाखेरि तपाईँको छोरीले पकाउन सकिनँ। अझ मलाई पनि बिचमा ल्याउँदै रहेछ नि त। हेर, तिमी यो घरमा बस्नु भए यही घरको नियम अनुसार बस, होइन भने आफ्नै सुरु गर। तपाईँको घरको संस्कार बुवालाई तलाउने सताउने हो भने मलाई पनि यो घरमा बस्नु छैन। मैले त बाबालाई भनेकै हो नि छुटेर बसौँ भनेर। फेरि के हुँदैछ यहाँ? हेर्नु न बाबा, आज एक दिन मैले खाना पकाउँदा घरमा यस्तो रडाको। भाउजूले भनेको हामी संस्कारी बुहारी तलौरेर सताउने रे। तपाईँले मात्र मेरो माइतीलाई गाली गर्नुभयो नि। भएको कुरा त गरेँ मैले पनि नभएको कुरा गरेको छैन नि। त्यसै भए संस्कार नभएको घरमा किन बस्नु पर्यो? गए भइहाल्यो नि त नि। मलाई पनि बस्ने कुनै रहर छैन। जाऊ हेर्नुहोस्। दादा के जानु पर्यो? आफू जानु नि त नि। चुप लाग। मलाई यिनीहरूसँग बस्नु छैन। दादा तपाईँ आज निर्णय गर्नु तपाईँलाई शक्ति चाहिन्छ कि आमा बहिनी? हो, निर्णय गर्नुहोस्। तपाईँ यिनीहरूसँग बस्नुहुन्छ छुट्टै मसँग एक्लै। चुप लाग। हो, ठिक निर्णय लिनुभयो दादा तपाईँले। चुप लाग पनि। जब एउटा घरमा मिलेर बस्न सक्दैनौ? चाहिँदैन मलाई कोही पनि। जसले मलाई जन्म दिने आमालाई आफ्नै आमा सोच्न सक्दैन अनि बुढेसकालमा एक्लो बनाउन खोज्छ। तिम्रो दाइहरूले तिम्रो आमालाई छुटाएर बसे भन्दा तिम्रो रगत तात्यो अनि मेरी आमालाई छुटाएर बस्ने कुरा तिमी कसरी सोच्न सक्छौ? मेरी बहिनी तिम्री बहिनी होइन? जबसम्म तिमीले मेरी आमालाई आफ्नै आमा सोच्न सक्दैनौ अनि मेरी बहिनीलाई आफ्नै बहिनी सोच्न सक्दैनौ तबसम्म तिमीले मेरो घरलाई पनि आफ्नो घर सोच्न सक्दैनौ। अनि त तेरो यो घरप्रति कुनै दायित्व छैन? एक दिन भाउजूले खाना नपकाउँदा आमा भोकै बस्नु पर्यो? तेरो संस्कार यही हो? भाउजू तेरो घरको नोकर्नी हो? अनि आमा, जबसम्म तपाईँले आफ्नो बुहारीले आफ्नो छोरी सम्झाउन सक्नुहुन्न तबसम्म बुहारीले तपाईँलाई आमा सम्झनु, किनकि संस्कार सिकाउने तपाईँले हो। आमा बिना म अपूर्ण छु अनि बहिनी मेरो मुटु हो। मुटु बिना मान्छे बाँच्न सक्दैन अनि तिमी मेरो अर्धाङ्गिनी हो। आज शरीरको कुनै अस्तित्व छैन। एउटा घर हुनको लागि ढुङ्गा सिमेन्ट माटो इँटा मात्र हुँदैन। परिवारमा माया सद्भाव स्नेह र आदर हुनुपर्छ, नत्र त्यो घर होइन मसान हुनेछ। अब तिमीहरू आफै विचार गर अनि यो ढुङ्गा माटो सिमेन्टले बनेको कङ्काललाई घर बनाउने हो कि मसान? तिमीहरू आफै सोच। भाउजू थाकेर आउनुभयो होला, आज म खाना पकाउँछु। होइन नानी, बिहान पनि खाना खानु भएको छैन, म पकाउँछु नि। ल जाऊ जाऊ, भाउजू नन्द मिलेर खाना पकाऊ। नमस्ते दर्शक महानुभावहरू, यतिखेर हामी उपस्थित भएका छौँ एउटा रमाइलो वातावरणमा। यतिखेर हामीले अगाडि देख्न सक्नुहुन्छ सम्पूर्ण कलाकार मित्रहरू एकदमै प्रतिभाशाली हुनुहुन्छ उहाँहरू। हामी विशेष त यहाँहरूलाई हाम्रो एउटा रमाइलो कार्यक्रमको लागि आएका छौँ। हाम्रो च्यानलको भिडियोहरू हेरिदिनुहोस्। हाम्रो च्यानल भन्ने बित्तिकै हाम्रो च्यानल लाइक गरिदिनुहोस्, सेयर गरिदिनुहोस्, सब्स्क्राइब गरिदिनुहोस्, हाम्रो भ्यू धेरै भन्दा धेरै बढाइदिनुहोस्। नमस्कार। अनि हामी के भन्ने? कमेन्ट गरिदिनुहोस्, राम्रो नराम्रो सबै भनिदिनुहोस्, हामीलाई सल्लाह सुझाव दिनुहोस्। सब्स्क्राइब कुरा च्यानल होइन, अचेलका कुरा च्यानलको भिडियोहरू हेरिदिनुहोस्, लाइक गरिदिनुहोस्। अचेलका कुरा धेरै नबोल्नुहोस्, कमेन्टमा बोल्नुहोस्।
तर सेयर गर्न चाहिँ नभुल्नु है सब्स्क्राइब नगर्ने गर्ने तर तपाईले सब्स्क्राइब गर्नुभन्दा अगाडि सेयर गरिदिनु न रातो अक्षरमा लेखेको हुन्छ टक्क क्लिक गर्नु SUBSCRIBE सब्स्क्राइब